यात्रा सही छ नि? यतिको सम्झाउने मान्छे पाइँदैन नि फेरि यहाँ। ठेल्ने मान्छे पाइन्छ नि, तान्ने पाइँदैन फेरि। गाडी में उठ्छु न चाहिँ रक पारे हो बाटै राम्रो छ हो, राम्रो छ। अटो गयो भने गइहाल्छ। त्यो गाडीहरू गइराखेको छ। यात्रा सही छ नि? सोल्टी यो चाहिँ पार्किङ चार्ज होइन? ल ठिक छ। पार्किङ चार्ज कति दिनु हो? 50 मात्रै हो। 50 मात्र? हिजो थियो कि किन यहाँ रोकेको? यो जति देखिराख्नु भएको छ यो चाहिँ पार्किङ रहेछ यहाँनिरको। अब चाहिँ हामी यात्रा पश्चात पार्किङमा आइपुगेको छ। यस्तो मात्र हुन्छ होइन खुट्टाहरू अझै धाक्टा प्राय अरू बेला चाहिँ गुराँसहरू लटरम्मै फुलेर हुन्थ्यो। यो साल चाहिँ अलिकति गुराँसहरू जति पनि सबै फुलेको छैन योचोटि चाहिँ पुरा। यो हाम्रो यात्रा चाहिँ कहाँसम्म गरे? टोल्यो कुइबिर अरे कुइबिर लडिक छ। वासुमेर आयो भने चाहिँ डुङडुङ ए ए ललेमको बुवालाई मात्र चिन्नु भयो, हामीलाई चिन्नु भएन है? केही छैन, बिस्तारै चिन्जान बढाउनु पर्छ। यसले अनेक देख्छ नि फेरि। अब चाहिँ हामी फाइनली सुके पोखरीदेखि लगभग 20-25 मिनटको पैदल यात्रा पश्चात पाटेनाङ्गी लगायत कुइबिर भन्ने ठाउँमा चाहिँ हामी उपस्थित भइसकेका छौँ। मित्रहरू देख्नु सक्नुहुन्छ भनेर होइन? टोलीहरू आउँदैन सबैजना।
अहिले चाहिँ हामी 8848 किलोमिटरदेखि अलिक मात्र कम्ती छौँ मुनि होइन सगरमाथाको सतहदेखि केही मात्र दूरीले नजिकै छौँ हामी अहिले डाँडा छौँ अहिले होइन त्यही भएर अहिले चाहिँ हामी एकदम चिसोले कठ्याङ्ग्रिँदै तर हिँडैले गर्दाखेरि अलिकति जकेट चाहिँ खोलिएको छ मित्रहरू लडेर नमरोस् है कुइभिर डाँडामा हौ यो चाहिँ तपाईँले देखिरहनु भएको चाहिँ चट्टा कुइभिर हो यो चाहिँ कति यो अलिक साइड लाग्दै हिँड्नुपर्ने हो क्या सलिन त उतलोसम्म जान्छ है किन हौ डर लागेको हो के छ कतिको लागिरहेको छ डर चाहिँ ठिकै छ कन्डिसन दीपक बाजे कस्तो लागिरहेको छ तपाईँलाई रमाइलो जस्तो कुहिरो चाहिँ टाउको कुहिरोको माथि हिँडेको जस्तो लाग्दो रहेछ है यहाँ चाहिँ प्लेनदेखि हेरे हात खुस्केर बसी गइन्छ फेरि त हल्लिन्छ होला होइन अब यत्रो आइसकेपछि मन त्यो नहेरी चाहिँ जाँदिनँ धारण टाइम से हेर्नु मे झार पक्रेर बाटोलाई थाहा यार कति डर लाग्ने रहेछ ल साथी है जोस् हामी चाहिँ आयो यहाँनिर कुइभिर घुमेर फिरेर पनि आइपुग्यो होइन ल दामी लाग्यो मस्त ठाउँ चाहिँ है एकदम दामी ठाउँ रहेछ यहाँनिर चाहिँ अब हाम्रो टोलीहरूको फोटो खिचाइ चलिरहेको छ हाम्रो भनौँ टोलीहरूको पछाडिपट्टि देखिराख्नुपर्छ ब्लर भएछ अलिकति हेर्दैनस् त भित्र तल हेरेको त आमा मुटु चुड्ने रहेछ नि तपाईँले बोलिदिनु त ल बोलिदिनु पर्यो केही भोलि गएर बा कुइभिर डाँडामा साथीहरूले हजुर भेटघाट त भयो बा कुटेर खेद्ने हो कि होइन त्यस्तो होइन अपरिचित साथीहरूसँग भेट त भयो होइन ल ठिक छ डर पनि लाग्छ है म त होइन मलाई त निमोटेर मार्नु छ नि ल ल धन्यवाद तपाईँलाई है अब गुराँसहरू चाहिँ यस्तो मात्र छ यो साल साथी हो है यो देखिराख्नु भएको चाहिँ पुरा गुराँसहरू एउटा फुल्याएर हेर्ने छ
यतिको त दिन्छु नि म फेरि ओ सरी नै हान्न भित्र खुट्टामा अल्झा रहन्छ अब चाहिँ हामी गाउँ आइपुग्यो र मित्रहरू फाइनल्ली हाम्रो टोलीहरू ल साथीहरू फाइनली अब चाहिँ घर आइपुग्यो घर पनि आइपुग्यो बिहानदेखिको यात्रामा ल आजको बजार चाहिँ कस्तो कस्तो रह्यो त टोली हो खासमा त्यति स्पेसली रमाइलो भयो भनौँ न अब हो लड्दै गयो लौरे भाइहरू हुनुहुन्थ्यो एकदम खानपिन भयो खुसी लाग्यो मजा आयो गेमहरू चाहिँ कस्तो लाग्यो तपाईँहरूले यता हामी भेटरान टोलीको चाहिँ रनर अफ बेस्ट प्लेयर चाहिँ पाउनु भएको छ उहाँले तर देखाउनुहुन्न उहाँले हाम्रो थोकपेला युवा समूहको एकदम अध्यक्ष अहिले हाल वर्तमान अध्यक्ष मेडल पनि देखाउनु पर्ने हुन्छ तपाईँले यो 2 दिन धाउँदाखेरि एउटा चाहिँ मेडल पाइयो एकदम दामी देखिरहेछ मेडल आमा सुनको रहेछ कि चाँदीको पो आधा केजी चाँदीको रहेछ ल ठिक छ ल ठिक छ ल कसको